कार्यविभाजन तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ, जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ। दोस्रो निर्णय 2082 भदौ 23 र 24 को प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक प्रति परिवार 10 लाखका दरले आर्थिक सहायता र काजक्रिया खर्च, खाना खर्च र यातायात खर्च बापत 5 लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ। सुरक्षण मुद्रण सम्बन्धी नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। सुरक्षित मुद्रण सम्बन्धी ऐन 2081 प्रभावकारी रूपमा कार्यान्वयनका लागि ऐनले दिएको अधिकार अन्तर्गत सुरक्षण मुद्रण नियमावली 2082 स्वीकृत गरिएको हो। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048 बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने